नमस्कार, म विवेक कठायत। आज हामी पचाल झरनाको बारेमा केही कुराहरू जान्ने छौं। त्यसको लागि तपाईहरुले अन्तिमसम्म हेरेर साथ दिनु होला। पचाल झरना कालीकोट जिल्लाको सदरमुकाम मानमादेखि 18 कोस उत्तर र पूर्वमा रहेको विगतको रामनकोट गाविस वडा नम्बर 7 र 8 मा पर्ने पचाल झरना 381 मिटर अग्लो झरना हो। कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरना भन्दा करिब 16 मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको छ। जंगलको बीचबाट निस्केको पानीको छराको दृश्य मनमोहक भए पनि पर्यटकीय विकास नहुँदा ओझेलमा परेको हो। घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली अञ्चलको चर्चित धार्मिक स्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिदा बनेको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ती प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पचाल झरना हालसम्म जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा विकास हुन नसक्दा गुमनाम छ। अग्ला अग्ला पहाडको हिम श्रृङ्खलाहरूको फेदमा कर्णाली नदीको दक्षिणतर्फ विगतको बदालकोट गाविस र रामनकोट गाविसको बीचमा पर्ने ऐतिहासिक पचाल झरनाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार तथा यसको उचाइ प्रमाणीकरण हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्छ। प्राविधिक सहितको टोली लिएर पचाल झरनाको अध्ययन अवलोकनमा जानु भएको यशोदा बरालले यो झरना कालीकोट जिल्लाको पर्यटकीय सम्भावनाको प्रमुख स्थल रहेको बताएकी थिइन्। उनले भनेकी थिइन्, यो ऐतिहासिक झरनाको संरक्षण विकास र प्रवर्धन गर्न सकिए पर्यटकहरूको लागि मुख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ। तर यो पनि सम्बन्धित निकाय, राजनीतिकर्मी, स्थानीय पर्यटक व्यवसायी र सरोकारवाला निकायहरूले व्यवस्थाका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको। यो झरना गाउँ घरे उखान कागलाई बेल पाक्यो हर्षन विस्मात भने जस्तै भएको उनले बताएकी थिइन्। पचाल झरनाबाट खसेको पानी करिब 10 किलोमिटर ओह्रालो बगेर कर्णाली नदीमा मिसिएको छ। माथि चाहिँ पचाल झरना छ, त्यहाँ यहाँ त यो पचाल झरनादेखि बगेर आएको पानी 200-300 वर्ष अगाडि चाहिँ यहाँहरू यो बालु पुरा बालु है, अनि माथिपट्टिको नि सबै बालुको पाखन हो। 200-300 वर्ष अगाडि चाहिँ यहाँसम्म पनि पचाल झरना बढेर खोला यहाँसम्म आउँथ्यो। हेर्नुहोस्, पुरै बालुवाको चट्टान छ यो, हेर्नु त पुरै बालुवा छ। 200-300 वर्ष अगाडिको कुरा मेरो अनुमान गर्दाखेरि यहाँको स्थानीयसँग बुझ्दाखेरि उहाँले त्यही भन्नुभयो। 200-300 धेरै पुरानो कुरा हो, यहाँ पनि खोला जान्थ्यो भन्नुभयो। हेर्नु त अहिले खोला कति गहिराइमा छ। प्राकृतिक मनोरम सौन्दर्यताले भरिपूर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ। स्थानीयहरूका अनुसार यो झरनाको बीचमा ठूला ठूला गुफाहरू पनि छन् र सशस्त्र दण्डनको समस्या माओवादीहरूले यिनै गुफाहरूका हतियारहरूको गोदाम समेत बनाउने गरेका थिए। यहाँका स्थानीय विद्यालयहरूले शैक्षिक भ्रमणमा विद्यार्थीहरूलाई लिँदा यही झरनाको अवलोकन गराउने गरेका छन्। वर्षायामको तीव्र पानीको बहावमा पनि शान्त रूपमा खसेको छ। कर्णालीको करिडोरको लाफागाडबाट 3 घण्टाको उकालो बाटो कच्ची सडक हुँदै पचाल झरना पुग्न सकिन्छ। पचाल झरनाको शिरमा डाँफे, कालिज लगायतका चराचुरुङ्गी पाइन्छन्। पचाल झरनाको आसपासमा घोरल, कस्तुरी, बनेल, हिमाली, कालो भालु लगायतका वन्यजन्तु पाइने स्थानीय बासिन्दाहरूको भनाइ छ। पर्यटकलाई खान र बस्न समेत होमस्टेको सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले बताउनु भएको छ। समुद्री सतहदेखि 970 को उचाइमा रहेको पचाल झरना 381 मिटर अग्लो छ। यस्तै रोचक जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।